नमस्ते साथीहरू, जोजोलोपा सबैजनालाई। आज चाहिँ हामीले नेवारी कम्युनिटीको मेन डिस छोइलाको रेसिपी लिएर आएका छौं। आशा छ तपाईहरूले यो भिडियो मन पराइदिनु हुनेछ। सुरुमा हामीले 1 केजी छाला सहितको राँगाको मासु लिएका छौं। यसलाई हामीले कुकरमा उसिन्न छोड्नेछौं। अब फटाफट हरियो लसुनलाई मसिनो पारेर कटिङ गर्नेछौं। र प्याजलाई 4 टुक्रा पारेर त्यसको एउटा एउटा लेयर निकाल्ने छौं। र थोरै धनियालाई पनि मसिनो पारेर काटेर राख्ने छौं। अब केही समय उसिनिसकेपछि मासुलाई निकालेर सानो सानो पिसमा काट्ने छौं। यसरी काटिसकेपछि थोरै तेलमा मेथी पड्काउनतर्फ लाग्नेछौं। मेथी कालो भइसकेपछि खोर्सानी पनि डढाउनेछौं। अब डढेको खुर्सानीलाई सिलौटामा मसिनो गरेर पिस्नेछौं। अब 1 कचौरा जति पोलेको गोलभेडालाई लिनेछौं र यसलाई पनि पिस्न सुरु गर्नेछौं। पिसिसकेपछि मसिनो गरेर काटेको मासुमा अघिको गोलभेडा, खुर्सानी, आधा चम्चा अदुवा लसुनको पेस्ट, स्वाद अनुसार नुन, जिराको धुलो, बेसारको धुलो र तताएर राखेको तेललाई एड गर्छौं र हातले मजाले मोल्नेछौं। अब यसमा लसुन, धनिया, प्याज र कागतीलाई राखेर फेरि मजाले हातले मिची मिची मोल्नेछौं। यतिको भइसकेपछि यो खानको लागि तयार भइसकेको छ। हजुरहरूले यसलाई चिउरा, भुजिया र खानासँग खान सक्नुहुनेछ।